हाई एभ्रिवान, अब हामी चाहिँ लाग्यौँ ग्याङ पार्टी। कता जान लागेको? ग्याङ पार्टी त होइन। दिनभरि पानी परेको थियो कि यो ढाउडामा चाहिँ। अहिले चाहिँ यस्तो घाम लागेको छ। पुरानो गाउँ क्लिन छ। यी केटकेटी हाँसेर मस्केर हो पुरा नगर यसको सिङ मात्र हेर्नु न। लाग्यौँ हामी चाहिँ। यिनको पछि पछि जाँदैछु म चाहिँ। यिनले मलाई डुलाउन लाने अरे। अब कता कता लान्छन् थाहा छैन है। आज मलाई यिनीहरूले चाहिँ यसको यो पूजा पढ्ने स्कुल लाने रे है। यस्तो राम्रो मौसम भयो नि, क्लियर छ क्या। हेर्नु त गाइस। हो भाइ फेरि पछि पछि छ। भाइको कुरा नगरौँ, मेरो भाइ लजाएर केही छैन। यिनीहरू नि यिनीहरू मेरी आमा ट्विक 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 हिँड्याछन् है। कहाँसम्म लान्छन् थाहा। भाइ र म चाहिँ पछाडि पछाडि छौँ। यहाँहरूले हामीलाई छोडेका नि ग्याङ पार्टी अगाडि गइहालेँ है भाइ। मेरो भाइलाई नेपाली त तर क्लियर आउँछ। कुनै कुनै वर्ड चाहिँ अलिक गाह्रो हुन्छ नि। भाइको घर कहाँ अरे भाइ? होइन क्या, ओरिजिनल घर चाहिँ सर्लाही नि त। तराई हो नि त। शाह हो नि। ए यादव हो नि त उनीहरू। त्यही पनि यादव भएर यति क्लियर के नेपाली ल्याङ्ग्वेज। तर अलिअलि वर्डहरू अलि उसले बुझ्दैन। यो भनेको के हो आन्टी? गर्छ। घाम लागेर यस्तो भएको छ। वाउ यस्तो घाम लाग्छ। अहिले त दिनभरि पानी परेको थियो। आहा घाम कस्तो लागेको छ सिरिया? एकदमै राम्रो छ है। पूजा यो कपाल काटेको मम्मीलाई भन्यौ तिमीले? मैले भनेको चिर्काम टाँसो छ अनि यसलाई काटेको मैले। मामा यति बिति ट्रिक लाउन नै आउँछ। ओहो बाबा यति लजाउँथे। राम्रो छ नि मौसम त। वाउ यो जति मोबाइलमा खिचेको छ नि त्योभन्दा त बेस्ट राम्रो देखेको छ है। हो कि नै भन त? हो के छ ग्याङ पार्टी? ओहो अब आइपुग्न लाग्यौँ क्या नि हामी? छैन अझै डेस्टिनेसनमा पुग्न बाँकी छ। ओहो भाइको पोज हेर्दै कस्तो लागिरहेको छ त? पानी परेको मौसम पछि पानी परेपछि सो नाइस गाइज। के भइरहेको त? गफ गफ मिठो मिठो चले हा? एकदमै गोली जस्तो चलिरहेको गोली। यहाँ चाहिँ जसको नि घरमा क्या यतातिर नि खाउ खाउ लाग्दो गरी पाकेको। हामी यस्तो ठाउँमा आयौँ हेटौँडा हामी बस्ने यतातिर है। यो केटकेटी लिएर आएको मलाई यस्तो रमाइलो रहेछ। रमाइलो ठाउँमा ल्याएन अरे मलाई। पानी परेपछि घाम लागेपछि त यस्तो रमाइलो भएको। तातो घाम मजाले लाग्छ है। आहा कति राम्रो देखेको यो। अनि चौरतिर लिएर आएका केटकेटी माथि पुगिसके। म चाहिँ हिँड्दैछु। वाउ कति राम्रो देखेको है सिरिया? सिरियाको फेरि अर्कै दामी छ यहाँ राम्रो ठाउँमा ल्याएको है। है कति राम्रो देखेको। प्रगति स्कुलको स्टुडेन्ट चाहिँ यता हुनुहुन्छ म्याडम जी कक्षा 4। यो के अरे यो डाँडाको नाम के अरे सिरिया? स्टेडियम हो यो। ए गोल्डन डाँडा क्रिकेट स्टेडियम भन्छ नि यिनले। घर माथिको यहाँबाट हेटौँडा यस्तो छ। वाउ कति राम्रो हो। केटकेटीको फेरि घरबाट बाहिर निस्केको सीमा छैन। ओहो पिन्जरबाट निस्केको घरमा त पढ 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 भन्छ नि त। बाहिर आउन पाएको त ओहो हेर न हेर त्यहाँ गाह्रो छ यार। कस्तो खतरा यार। यो गाउँमा चाहिँ चित्तो आएको भएर चाहिँ यहाँ चित्तको लागि चाहिँ पिन्जरा टाइपको बनाउनु भएको रहेछ है। यहाँ चाहिँ पसोस् भनेर होला। अनि यहाँ
के भने यहाँ चाहिँ क्यामेरा राखेको रहेछ हो कि के हो अब जोइन गरेर केटी टच नगरा है यहाँ चित्रको लागि बनाउनु भएको रहेछ अनि यो त्यहाँ भित्र पसेपछि अटोमेटिक तल झर्ने होला है त्यसले दुःख दोहोएर यस्तो गरेको रहेछ के को सुट भएको रहेछ रे के अरे मायाले बोलेको भोलि मिठो भयो भने यो यस्तो यस्तो यो यही त्यसमा सुट भयो रे ए सुटिङ गरेको रे हेर्नुहोस् अनि यो छ नि पछाडि लास्टको हैन सबै राम्रो छ यो लास्टको सिन यहाँनेरि हो यहाँनेरि गयो लास्टको वाह यहाँ हामीहरु के खेल्छौं रे भाइ ग्याङ पार्टी त यति छन् हेर्नु त यहाँ उ चाहिँ हेर्नु न आकाशबाट वाह ओए हाई गाइज अनि हामी चाहिँ यहाँनेरि आएको छौँ एकदमै रमाइलो छ गाइज मैले आफ्नो फोन लिएर आउन बिर्सेछु के गर्नु गाइज टाङ्गीको धुनाइराख्नु यस्तो हो आन्टीको फोनबाट अब हामी जाँदैछौँ जाम खोइ ल हामी चाहिँ फर्क्यौँ अब ग्याङ पार्टीहरू यतातिर छन् अहिले त विकेशको पनि मेरो भाइको साथी आएको छ भाइको नाम के हो मेरो चन्दन ठाकुर विकेश यादव एउटै क्लास फ्रेन्ड हो बेस्ट फ्रेन्ड हो थ्री क्लास होइन के पत्लो यो त धेरै टाढा ओ ता गयो पत्ला यो दिदीको दिमाग चिने क्या हो सब पहाडों पर भागा कति हाँ फिर बोलता है बोलो न बोलो हाँ और चाहिँ सबसे अगाडि हिँडे पूजा यादव त्यसपछि क्रमशः दुईटा लड्कीहरू हामी फर्किँदैछौँ वाह पिस ठाउँ त यति राम्रो ओ टौडा बजार सबै देखेको छ नि यो फुल भेट्टो चाहिँ युट्युबमा आउँछ है युट्युबमा यतातिर केटी छन् ऊ पर टिकटक बनाउँदैछ है भाइहरू हाम्रो दुईटा भाइ एउटा हेर्नुहोस् साथीहरू कति राम्रो एउटा छ साथीहरू हेर्नुहोस् यो आन्टीहरू अनि यो दुईटा चाहिँ फुच्चीहरू गफ गरे होइन केटाहरूको बारे ए तपाईँ जाने हो कि कहाँ गएको यता जाने ल यो हेर्नुहोस् साथीहरू यो भाइ कस्तो ह्यान्डसम देखिरह दुईटै ह्यान्डसम बोयहरू क्लासमेट दुईजना यिनीहरू दुईजना एकअर्कालाई नदेखि भातमै रुच्दैन अरे अब साथीहरू मलाई कस्तो देखिरह आन्टीलाई त झन् यति राम्रो देखिरह नि रियलमा चाहिँ हामी राम्री छैनौँ आन्टी चाहिँ राम्रो हुनुहुन्छ म चाहिँ छुइनँ राम्री हेर्नुहोस् साथीहरू हामी यो फुल भिडियो चाहिँ युट्युबमा हेर्छौँ के युट्युबको नाम के आन्टी भनिदिनु त योन्जन मोक्तान अफिसियल युट्युब च्यानल योन्जन मोक्तान अफिसियल युट्युब च्यानलमा हेर्नु होला अब चाहिँ भिडियोलाई एन्ड गरेँ यो फुल भिडियो चाहिँ युट्युबमा गरेँ होइन त्यसको लिङ्क मैले राखिदिन्छु है क्रमशः भोलि नै आउँछ हामी चाहिँ यसै गरी इन्जोय गऱ्यौँ दिनभरि पानी परेर बस्दा वाक्क भएको थियौँ त्यही भएर बाहिरतिर निस्केको है गाइज बाई बाई